हेलो गाइस, वेलकम टु माई च्यानल। आज चाहिँ हामी ब्लू माउन्टेन घुम्न जाँदैछौँ अनि आज चाहिँ सबैलाई ह्याप्पी इस्टर होइन। अनि हामी पनि इस्टर मनाउनको लागि चाहिँ ब्लू माउन्टेन जाँदैछौँ। दाइ भाउजू म मेरो बुढा भाइ भएर हामी चाहिँ इस्टर मनाउँदैछौँ होइन। अनि आज यस्तो जाम रहेछ बाटोमा, जाम लस्दै जान्छ गाइस होइन। तपाईँहरू जान्न आउनु भने बिहानै उठेर जानु। अनि त्यसपछि हामी चाहिँ हस्पिटलबाट जाँदैछौँ। हस्पिटलबाट क्याम्सी हुँदै ब्लू माउन्टेन जाँदैछौँ। यता गर्दाखेरि चाहिँ हामीलाई 2 घन्टा लाग्छ होइन। हस्पिटलबाट जाँदाखेरि चाहिँ अहिले चाहिँ क्याम्सीबाट जाँदाखेरि 2.5-3 घन्टा लाग्न सक्छ। हामी है लास्टै पिजी छ बाटो होइन। अनि हामी जाँदा जाँदै यति रमाइलो गर्छौँ त्यो सबै भिडियोमा कन्टिन्यू गर्छु गाइस। मेरो भिडियोलाई माया गर्न चाहिँ नछोड्नु होला है, माया अलिक कम भइरहेको छ। अनि त्यसपछि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ओके हामी चाहिँ यहाँ गाडीमा पेट्रोल हाल्न आयौँ होइन। पेट्रोल हालेर अब हामी सिधै उता थ्री सिस्टर जान्छौँ। अनि त्यसपछि त्यहाँ गएर रमाइलो गर्छौँ। अहिले चाहिँ यहाँ अस्ट्रेलियामा होलिडे चलिरहेको छ। सबैजनालाई ह्याप्पी इस्टर। अनि यो होलिडेमा सबैजनाले इन्जोय गर्नु होला, रमाइलो गर्नु, घुम्न जानु, क्याम्पिङ जानु होइन, मिठो कुराहरू खानु, त्यसरी सेलिब्रेट गर्नु होला। भाउजू के भन्नु मन लाग्छ? आज हामी एउटै कपडा लगाएर ट्विन्स भएर जाँदैछौँ। एउटै कपडा हेर माया किन त्यो हामीले लाएको। हाम्रो भाइलाई के भन्नु मन लाग्छ? भाइ दुई ताल शब्द बोल। कस्तो लाज भन्छन् कि भाइ? लास्ट लाज भन्छन्। लाज किन बाबा? लाज किन बाबा? फाइनल्ली हामी ब्लू माउन्टेन आइसक्यौँ। यस्तो बिजी छ होइन, यहाँ चाहिँ लास्टै टाढो छ। बाटो एकदमै बिजी भएर यस्तो मान्छेहरू यस्तो धेरै छ नि पछाडिबाट यस्तो आइरहेको छ।
बफाको दिन्छ यहाँ आम्मा पुरै पानी परे जस्तो भयो रे के छ स्थिति यहाँ अलिकति गाह्रो यो त टाढै हो के छ कन्डिसन हामी अब जाँदैछौँ घर